हाम्रो साम्पाङ मामाले आज लाइभमा भन्दै हुनुहुन्थ्यो, लाइभमा आएर के अरे यसरी कमेन्टमा आएर जे पाए त्यही नगर, सबैको इज्जत हुन्छ भन्नुभएको थियो हो। त्यो कुरा एकदम स्वीकार्छु म। कसैले कसैलाई नराम्रो मुख छाडेर भन्न पाइँदैन, भन्नुहुन्न, भन्नु त पाइन्छ होला, लोकतन्त्र गणतन्त्र भन्दा हाल्छन्, तर पाइन्छ भन्दैमा इज्जतै नभएको जस्तो गरेर कसैले कसैलाई नभनौ। तपाईहरु जसले मुख छाड्नुहुन्छ नि, तपाईहरुको मुख छाडो केही फरक पर्दैन कसैलाई पनि। तपाईको संस्कार झल्किने हो, तपाईको बाउआमाले दिएको संस्कार, तपाईको समाजले दिएको संस्कार सँगसँगै तपाईको पार्टीले दिएको संस्कार पनि झल्किन्छ त्यहाँ। त्यही भएर तपाईहरुले बोल्दाखेरि वेटली के शब्द राख्ने राख्नुस्, चित्त नबुझेको कुराहरु मज्जाले बोल्नुस्, तर त्यहाँनिर आएर यसा नहुने, अब जाँड खाने, चिड्नी खाने, अब यस्ता कुराहरु चाहिँ नबोल्नुस्। त्यो कारणले तपाईकै आफ्नै पार्टीको बदनाम हुन्छ। अब चाहिँ के गर्ने सिस्टम बसाल्नु पर्यो भने जसले जसले स्क्रिनशट गरेर जसले नराम्रो गाली गर्छ उसको हरेक प्रोफाइलको स्क्रिनशट गर्ने, सुई सुई यसको मुनि हाल्दिने, हेर्नु सबै हाइलाइट गरेर राख्दिने। त्यो गरेपछि उहाँहरुको आफन्तहरु कोही न कोही त देख्नु हुनेछ। ठीक छ त, चित्त नबुझेको कुरा यस्तो हो बहिनी, तपाईको कुरा मलाई चित्त बुझेन भन्न पाउनुहुन्छ, तर कसैले कसैलाई आलोचना तपाई नगर्नुस्। तपाई सुरुवात गर्नु भएन, तपाईको आफन्तलाई गर्न लाउनु भएन भने अरूले पनि गर्दैन। पहिला घरमा आफूले आफ्नो घर बनाउने, आफू बाँच्ने आधार बनाउने, त्यहाँबाट गएर छिमेकीलाई बाँच्न सिकाउने, त्यहाँबाट गएर समाजलाई बाँच्न सिकाउने, त्यहाँबाट देश बाँच्न सिकाउने। हेर्नुस्, तपाईहरुको आफ्नै बोलीको टुङ्गो छैन, अरूलाई सिकाइ हिँड्ने तपाईले, त्यो चाहिँ अलिक भएन मामा, सुहाएन। त्यसकारण तपाईलाई यसमै मार्फत भन्छु, सम्पूर्ण तपाईका एकदम नजिक हितैषी मितैषीलाई चाहिँ यो भिडियो पठाइदिनुस्।